8848 मिटरसम्म अग्ला हिउँका सेता पर्खालहरू। शताब्दीौंदेखि यी हिमालहरू केवल एउटा भौगोलिक सिमाना मात्र होइनन्, दुई विशाल सभ्यताहरूको बीचमा एउटा अभेद्य पर्खाल बनेर उभिरहेका छन्। उत्तरतर्फ विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन, जो प्रविधिको बलमा पहाडहरू पगाल्न सक्छ। दक्षिणतर्फ भूपरिवेष्टित राष्ट्र नेपाल, जो इतिहासको हरेक कालखण्डमा बाह्य विश्वसँग जोडिन एउटा बलियो लाइफ लाइनको खोजीमा छ। जब जब दक्षिणको खुला सिमानामा साँचो लगाइन्छ, तब तब नेपालको नजर यी अभेद्य सेता हिमालतिर सोझिन्छ। के हिउँको यो विशाल साम्राज्यलाई चिरेर फलामको लिकमा एउटा रेल काठमाडौँ ओर्लिन सक्छ? के तिब्बतको केरुङबाट गुड्ने चिनिया रेलले नेपाली अर्थतन्त्रको भाग्य बदल्न सक्छ? वा यो केवल एउटा यस्तो भू राजनैतिक मृग तृष्णा हो जसको मूल्य नेपालले कहिल्यै चुकाउन सक्ने छैन? इन्जिनियरिङको इतिहासकै सबैभन्दा कठिन चुनौती, अरबौं डलरको आर्थिक जुवा र 3 वटा आणविक शक्ति राष्ट्रहरूको कूटनीतिक चेसबोर्ड। आज हामी एउटा यस्तो सपनाको चिरफार गर्दैछौँ जसलाई कसैले शताब्दीको विकास भन्छन् त कसैले ऋणको पासो। नेपाल चीन रेलमार्ग, यो सम्भव छ कि असम्भव? यो कथा आजको 21औं शताब्दीको मात्र होइन। हिमाल पार गरेर रेल ल्याउने सपनाको बीजारोपण आजभन्दा 4.5 दशक अगाडि नै सुरु भइसकेको थियो। सन् 1973 मा जब नेपालका तत्कालीन राजा वीरेन्द्र बेजिङ पुगे, तब चिनिया क्रान्तिका नायक माओ सेतुङले पहिलो पटक एउटा ऐतिहासिक वाक्य बोलेका थिए, हामी तिब्बतको लासासम्म रेल ल्याउने छौं र भविष्यमा त्यसलाई काठमाडौँसम्म जोड्ने छौं। त्यो समयमा यो कुरा सुन्दा धेरैलाई एउटा कथा जस्तो लागेको थियो, किनकि त्यति बेला चीन आफै आर्थिक रूपमा आजको जस्तो शक्तिशाली थिएन र तिब्बतको दुर्गम पठारमा रेल पुर्याउनु भनेको प्राय असम्भव जस्तै थियो। तर समय परिवर्तनशील छ। सन् 2006 मा चीनले संसारलाई स्तब्ध पार्दै समुद्र सतहबाट 5000 मिटर भन्दा बढीको उचाइमा छिङहाङ तिब्बत रेलमार्ग निर्माण गरेर देखायो। उकुलो माटो र अक्सिजनको चरम अभाव भएको प्रविधिको त्यो मरुभूमिमा जब चिनिया रेल गुड्यो, तब नेपालीहरूको मनमा फेरि एकपटक त्यो पुरानो सपना बौरियो। सन् 2014 सम्म आइपुग्दा चीनले यो रेलमार्गलाई तिब्बतको दोस्रो ठूलो सहर सिगाच्छेसम्म विस्तार गर्यो। अब रेल नेपालको सिमानाबाट मात्र केही दूरीमा थियो। तर यो सपनाले वास्तविक रणनीतिक रूप लिन भने अर्को एउटा ठूलो भू राजनैतिक धक्का पर्खनु परेको थियो, जसले नेपालको आधुनिक इतिहासलाई नै हल्लाइदियो। के थियो त त्यो घटना जसले काठमाडौँलाई बेजिङको रेलसँग जोड्न बाध्य बनायो? सेप्टेम्बर 2015 नेपाल भर्खरै विनाशकारी महाभूकम्पको पीडाबाट उठ्न खोज्दै थियो। नयाँ संविधान जारी भएसँगै दक्षिणको खुला सिमानामा अचानक एउटा अघोषित नाकाबन्दी लागू भयो। नेपालका अस्पतालहरूमा जीवन रक्षक औषधिहरूको अभाव भयो, भान्सामा ग्यास बलेन र यातायात ठप्प भयो। एउटा सार्वभौम राष्ट्र एउटै मात्र पारगमन मार्गमा निर्भर हुँदा कतिसम्म लाचार हुन सक्दो रहेछ भन्ने कुरा नेपालले महसुस गर्यो। यही मानवीय सङ्कटका बीच काठमाडौँको राजनैतिक नेतृत्व र आम जनताको चेतनामा एउटा कुरा बलियो गरी गढ्यो, हामीलाई एउटा वैकल्पिक लाइफलाइन चाहिन्छ, हामीलाई उत्तरको ढोका खोल्नुपर्छ। सन् 2016 मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बेजिङ पुगे। नेपाल र चीन बीच ऐतिहासिक पारगमन तथा यातायात सम्झौता भयो। पहिलो पटक नेपालको पहुँच चिनिया बन्दरगाहसम्म पुग्ने कानुनी बाटो खुल्यो र त्यही भ्रमणको मुख्य केन्द्रबिन्दु बन्यो केरुङ काठमाडौँ रेलमार्ग। अक्टोबर 2019 मा जब चिनिया राष्ट्रपति सी जिनपिङ आफै काठमाडौँ ओर्लिए, तब यो रेलको चर्चा उत्कर्षमा पुग्यो। सी जिनपिङले नेपाललाई भूपरिवेष्टित देशबाट भूजडित देश बनाउने उद्घोष गरे। चिनिया महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभको फ्रेमवर्क भित्र यो रेलमार्गलाई ट्रान्स हिमालयन मल्टी डाइमेन्सन कनेक्टिभिटी नेटवर्कको रूपमा समावेश गरियो। काठमाडौँका चिया पसलदेखि संसद भवनसम्म एउटै चर्चा थियो, अब चिनिया रेल आउँछ, नेपालको गरिबी बढार्छ। तर भाषण र कागजको सम्झौता भन्दा टाढा
जब इन्जिनियरहरूले हिमालको भूगोलमा पाइला टेके तब वास्तविक चुनौतीको पर्दा खुल्यो। आखिर कस्तो छ त यो रेलको प्रस्तावित मार्ग? कागजी नक्सामा यो केवल 72 किलोमिटरको दूरी देखिन्छ, तर यो 72 किलोमिटरको भूगोल संसारकै सबैभन्दा जटिल र खतरनाक भूगर्भमा अवस्थित छ। चिनिया इन्जिनियरहरूले तयार पारेको प्रारम्भिक सम्भाव्यता अध्ययन अनुसार यो रेलमार्ग तिब्बतको केरुङबाट सुरु भई समुद्र सतहबाट लगभग 2800 मिटरको उचाइबाट ओर्लिएर काठमाडौँको 1400 मिटरको उचाइमा पुग्नुपर्छ। केवल 72 किलोमिटरको दूरीमा 1400 मिटरको ठाडो ओह्रालो। यसको अर्थ यो रेलमार्ग साधारण पहाडी रेल जस्तो हुने छैन। यो परियोजनाको सबैभन्दा अचम्मको तथ्य के हो भने 72 किलोमिटरको रेलमार्ग झन्डै 98% भाग केवल सुरुङ मार्ग र अग्ला अग्ला पुलबाट बन्नेछ। यसको अर्थ रेल खुला जमिनमा होइन, हिमालको पेट भित्र गुफाबाट गुड्नेछ। पहाड बाहिर त केवल रेल स्टेसनहरू मात्र देखिनेछन्, तर चुनौती यतिमा मात्र सीमित छैन। हिमालय क्षेत्र संसारकै सबैभन्दा कान्छो र अझै पनि सक्रिय पहाड हो। यो प्रस्तावित रेलमार्गले भारतीय र युरेसियन टेक्टोनिक प्लेट्सको मिलन बिन्दु अर्थात् मेन हिमालयन थ्रस्टलाई क्रस गर्नुपर्छ। यो त्यो क्षेत्र हो जहाँ जुनसुकै बेला पनि ठुलो भूकम्प जान सक्छ। पहाडभित्रको अत्याधिक तातो प्राकृतिक ग्यासको उपस्थिति र कमलो चट्टानका कारण सुरुङ खन्ने क्रममा कति बेला हिमालको भित्री पानीको मुहान फुटेर पुरा सुरुङ बगाउने हो, त्यसको कुनै ग्यारेन्टी छैन। चिनिया इन्जिनियरहरू आफै स्वीकार गर्छन् कि यो रेलमार्ग निर्माण गर्नु भनेको अहिलेसम्मकै विश्वकै सबैभन्दा कठिन इन्जिनियरिङ परीक्षा पास गर्नु जस्तै हो। यदि प्रविधिको बलमा यो चुनौती पार लाग्यो भने पनि नेपालको अगाडि अर्को एउटा ठुलो पहाड खडा छ, जसलाई प्रविधिले होइन पैसाले मात्र पगाल्न सक्छ। त्यो हो परियोजनाको विशाल बजेट। प्रारम्भिक अनुमान अनुसार केरुङ काठमाडौँ रेलमार्ग निर्माण गर्न मात्रै करिब 3 देखि 5 अर्ब अमेरिकन डलर झन्डै नेपाली रुपैयाँमा 4 देखि 6 खर्ब रुपैयाँ खर्च हुनेछ। तुलनाका लागि यो रकम नेपालको कुल वार्षिक बजेटको झन्डै 1/3 र नेपालको कुल ग्राहस्थ उत्पादन जीडीपी को 10% हो। अहिलेको सबैभन्दा ठुलो विवाद र बहस यहीँनेर आएर अड्किएको छ। यो परियोजनाको लागि पैसा कसले दिने र कुन मोडलमा दिने? पश्चिमा देशहरू र कतिपय अर्थशास्त्रीहरूले यसलाई चीनको डेट ट्र्याप डिप्लोमेसी अर्थात् ऋणको पासो भन्दै चेतावनी दिइरहेका छन्। उनीहरू श्रीलङ्काको हम्बनटोटा बन्दरगाह वा लाओसको रेलमार्गलाई उदाहरणको रूपमा देखाउँछन्, जहाँ ऋण तिर्न नसक्दा देशको रणनीतिक सम्पत्तिमाथि बाह्य दबाव बढेको थियो। नेपालमा पनि आशंका छ यदि नेपालले चीनको महँगो व्यावसायिक ऋण कमर्सियल लोन लिएर यो रेल बनायो र भविष्यमा रेलले आम्दानी गर्न सकेन भने नेपाल आर्थिक रूपमा टाट पल्टिनेछ। तर के यो डर पूर्ण रूपमा सत्य हो? नेपाली अधिकारीहरू र चीनका समर्थकहरू यसलाई पश्चिमा देशहरूको प्रोपोगन्डा मात्र ठान्छन्। नेपाल सरकारको स्पष्ट अडान छ नेपाल यो रेलमार्गका लागि व्यावसायिक ऋण लिन सक्दैन। नेपालले चीनसँग अनुदान वा अत्यन्तै कम ब्याज दरको सहुलियतपूर्ण ऋणको माग गरिरहेको छ। चीनले यो रेलमार्ग 100% अनुदानमा बनाइदिने संकेत अहिलेसम्म दिएको छैन। चीन संयुक्त लगानी वा बीआरआई फ्रेमवर्क अन्तर्गत फन्डिङ मोडल चाहन्छ। सोच्नुहोस्, यदि नेपालले वार्षिक अर्बौं रुपैयाँ यो रेलको ऋणको किस्ता तिर्नमा मात्र खर्च गर्नु पर्यो भने देशको शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको बजेट कहाँ पुग्ला? के यो रेलले आफै कमाउन सक्छ त? यसको जवाब लुकेको छ नेपालको व्यापारिक यथार्थमा। नेपाललाई किन यो रेल यति धेरै चाहिएको छ? पहिलो कारण हो व्यापार विविधीकरण। हाल नेपालको वैदेशिक व्यापारको झन्डै 65 देखि 70% हिस्सा एउटै छिमेकी भारतसँग मात्र सीमित छ। उत्तरतर्फको कनेक्टिभिटी बलियो हुँदा नेपालको एउटा देशमाथिको पूर्ण निर्भरता घट्छ। तर यहाँ एउटा डरलाग्दो आर्थिक खाडल छ। नेपाल र चीन बीचको यो व्यापारिक सन्तुलन हेर्ने हो भने पूर्ण रूपमा एकतर्फी छ। नेपालले चीनबाट वार्षिक अर्बौं रुपियाँको इलेक्ट्रोनिक्स, कपडा र
मेसिनरी आयात गर्छ। तर नेपालबाट चीनतर्फ हुने निर्यात भने लगभग शून्य बराबर छ। कतिपय विश्लेषकहरू व्यङ्ग्य गर्दै भन्छन् यदि यो रेल बन्यो भने चिनिया सामानहरू तीव्र गतिमा काठमाडौँ ओर्लिनेछन्। तर काठमाडौँबाट फर्कँदा यो रेलका डिब्बाहरू पूर्ण रूपमा रित्तै हुनेछन्। रेलको भाडा तिर्नका लागि मात्रै पनि नेपालसँग चीन पठाउने सामान हुनै पर्छ, जुन अहिले नेपालसँग छैन। यद्यपि अर्को पक्ष पनि छ, पर्यटन र सेवा क्षेत्र। चीन विश्वकै सबैभन्दा धेरै पर्यटक बाहिर पठाउने देश हो। यदि ल्हासा र सिगासे घुम्न आउने चिनिया पर्यटकहरू रेल चढेर केही घण्टामै काठमाडौँ, पोखरा वा लुम्बिनी पुग्न सक्ने वातावरण बन्यो भने नेपालको पर्यटन उद्योगमा क्रान्ति नै आउन सक्छ। वार्षिक 10 लाख चिनिया पर्यटक मात्र नेपाल भित्राउन सकियो भने त्यसले नेपालको विदेशी मुद्रा सञ्चित र रोजगारीमा अतुलनीय योगदान दिनेछ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यो रेल केवल व्यापारको साधन मात्र होइन, यो नेपालको लागि एउटा राजनैतिक रक्षा कवच पनि हो, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बार्गेनिङ पावर बढाउँछ। तर काठमाडौँको यो उत्साहलाई नयाँ दिल्लीले कुन नजरले हेरिरहेको छ त? यो रेलमार्ग केवल नेपालको विकासको परियोजना मात्र होइन, यो त महाशक्ति बन्ने दौडमा रहेको चीन र उदयमान शक्ति भारत बीचको रणनीतिक प्रतिस्पर्धाको एउटा मुख्य कडी हो। चीनको लागि नेपाल उसको बेल्ट एन्ड रोड इनिसिएटिभको एउटा महत्त्वपूर्ण प्रवेशद्वार हो। यदि चीनले हिमालय नागेर काठमाडौँसम्म रेल पुर्याउन सक्यो भने उसको रणनीतिक पहुँच सिधै दक्षिण एसियाको मुटुसम्म र भारतको सिमानाको नजिकसम्म पुग्नेछ। यो चीनको लुक साउथ नीतिको ठुलो विजय हुनेछ। तर नयाँ दिल्लीको लागि यो एउटा ठुलो सुरक्षा चुनौती, सेक्युरिटी कन्सर्न हो। इतिहासदेखि नै हिमालयलाई भारतले आफ्नो उत्तरी सुरक्षा पर्खाल मान्दै आएको छ। यदि चिनिया बुलेट ट्रेन हिमालय पार गरेर काठमाडौँ आइपुग्छ भने भविष्यमा त्यसको सैन्य र रणनीतिक प्रयोग हुन सक्ने डर भारतलाई छ। काठमाडौँबाट भारतको बिहार र उत्तर प्रदेशको खुला सिमाना केवल केही 100 किलोमिटर मात्र टाढा छ। यही भूराजनैतिक सन्तुलन मिलाउन भारतले पनि तुरुन्तै आफ्नो कदम चालिसकेको छ। चीनको केरुङ काठमाडौँ रेलको काउन्टरमा भारतले रक्सौल काठमाडौँ रेलमार्गको प्रस्ताव अघि बढाएको छ, जसको अन्तिम कार्यहरू पनि अगाडि बढिरहेका छन्। अचानक काठमाडौँ एउटा यस्तो क्रस रोडमा आइपुगेको छ जहाँ उत्तर र दक्षिणका दुई विशाल रेलहरू काठमाडौँको स्टेसनमा ठोकिन आइपुग्ने प्रतिस्पर्धामा छन्। नेपालले दुवै छिमेकीलाई चिड्याउनु पनि छैन र दुवैको सहयोगबाट फाइदा पनि लिनु छ। यो कूटनीतिक डोरीको हिँडाइमा नेपाल कति सफल होला? वर्षौंको राजनीतिक भाषण र उतार चढावपछि प्रश्न उठ्छ, आजको दिनमा अर्थात् सन् 2026मा यो परियोजना कहाँ पुगेको छ? के यो केवल कागजमै सीमित छ कि जमिनमा पनि केही काम भएको छ? सत्य यो हो कि काम भइरहेको छ, तर सुस्त गतिमा। चीनको राष्ट्रिय रेलवे प्रशासनले केरुङ काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनको कामलाई अगाडि बढाइरहेको छ। चिनिया प्राविधिकहरूको टोलीले रसुवागढीदेखि काठमाडौँसम्मको कठिन भूगोलको भौगोलिक र भूकम्पीय अध्ययन गरिसकेको छ। तर सरकारको भर्खरैको नीति तथा बजेट वक्तव्यहरू हेर्ने हो भने उत्साहको पारो केही घटेको देखिन्छ। काठमाडौँ अहिले रेलको रोमान्टिक सपनाबाट बिउजिएर आर्थिक यथार्थको धरातलमा झरेको छ। नेपाल सरकारले स्पष्ट रूपमा भनेको छ, हाम्रो पहिलो प्राथमिकता आन्तरिक रेलमार्ग र सडक सञ्जालको स्तर उन्नति हो। चीनसँगको रेलमार्गका लागि हामी कूटनीतिक संवादमै छौं, तर ठोस वित्तीय सम्झौता हुन अझै बाँकी छ। विज्ञहरूको राय पनि विभाजित छ। विज्ञहरूको बहसमा एक थरी भन्छन्, यो रेलमार्ग नबनाई नेपालको वास्तविक आर्थिक मुक्ति सम्भव छैन, हामीले हिमालयको पर्खाल भत्काउनै पर्छ। अर्का थरी चेतावनी दिन्छन्, अहिलेको नेपालको आर्थिक अवस्था र ऋण तिर्ने क्षमता हेर्दा यो रेलमार्ग भनेको हात्ती पाल्नु जस्तै हो। हामीले रेल भन्दा पहिले चीनसँगका विद्यमान सडक नाकाहरूलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनु पर्छ। यो बहसको अन्त्य कता होला? यो रेलमार्ग नेपालको भविष्य बन्ला कि इतिहासको एउटा महँगो सपना मात्र? मानव इतिहासको एउटा नियम छ, हरेक महान विकासको सुरुवात सधैँ एउटा असम्भव देखिने सपनाबाट हुन्छ। यदि मानिसले असम्भव कुराको कल्पना नगरेको भए आज न त छिङहाङ
तिब्बत रेलमार्ग बन्ने थियो, न त समुद्र मुनिबाट फ्रान्स र बेलायत जोड्ने च्यानल टनेल। नेपाल चीन रेलमार्ग केवल दुई देश जोड्ने फलामको लिक मात्र होइन, यो नेपालीहरूको त्यो सामूहिक आकांक्षाको प्रतीक हो जसले आफ्नो देशलाई सधैँ परनिर्भर र घेरिएको अवस्थाबाट मुक्त देख्न चाहन्छ। हो, इन्जिनियरिङका चुनौतीहरू पहाड जत्तिकै उच्च छन्। हो, अर्थशास्त्रका सेमी पिरियोरिटी र भू राजनैतिक चेसबोर्ड निकै जटिल छ। तर प्रविधिको यो 21औं शताब्दीमा कुनै पनि भूगोल अभेद्य छैन। नेपालले आफ्नो सार्वभौमिकतालाई अक्षुण्ण राख्दै ऋणको पासोबाट जोगिएर र कूटनीतिक परिपक्वता देखाएर यदि यो रेललाई काठमाडौँको स्टेसनमा उतार्न सक्यो भने त्यो दिन नेपालको इतिहासमा एउटा नयाँ युगको सुरुवात हुनेछ। त्यतिन्जेलसम्म हिमालयको त्यो चिसो हावामा एउटा प्रश्न गुन्जिरहनेछ, के हिउँको यो साम्राज्य चिरेर आउने रेल केवल समयको कुरा हो या यो कहिल्यै पूरा नहुने एउटा सुन्दर सपना मात्र हो? तपाईलाई के लाग्छ? के चिनिया रेल साँच्चीकै काठमाडौँसम्म आइपुग्ला वा नेपालले ऋण र भू राजनीतिको कारण यो परियोजनाबाट हात झिक्नु पर्ला? आफ्नो अमूल्य विचार तल कमेन्ट बक्समा निश्चित रूपमा लेख्नुहोला। यदि तपाईलाई यो अनुसन्धानमूलक र विस्तृत श्रृङ्खला मन पर्यो भने भिडियोलाई लाइक र आफ्ना साथीहरू बीच सेयर गर्न नबिर्सनुहोला। यस्तै रहस्यले भरिएका सत्य तथ्य, इतिहास, गहिरा भू राजनीतिक घटनाक्रम र सामाजिक विषयहरूमा भिडियो सामग्रीका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी बेल आइकन दबाउनुहोला। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अर्को श्रृङ्खलामा फेरि भेटौँला। नमस्कार।